यसो साथीहरू अब यसो खाना पकाउँ भनेको गर्मीले लास्टै भएको छ। एकदम गर्मी परेको छ, एकदमै गर्मी परेर हैरान छ हो एकदम। रातो गर्नु पऱ्यो त्यसलाई। एकदम रातो त बनाउने नै भने गर्मीले खाना पकाउनै पर्यो। अब यसो मासु बनाउनु भने मासु यसो भने अब हुन लाग्छ, अब रात हुँदै आएको छ, हुन लाग्छ। चलाउनु त्यो के भएको छ त्यो त्यस्तै हुनुपर्छ है। किचनमा बसि नसक्नु छ हौ साथीहरू, एकदम गर्मी छ। ल साथीहरू है त काम कुरो सकौँ।